हेलो नमस्ते, मेरो नाम चाहिँ लक्ष्मण कटवाल। हाल चाहिँ कोरियाको बसोबासमा छु। तपाईँहरूले नै चासो गर्नुभएको एउटा शब्द खेसेक्या सिबाल भन्ने शब्द चाहिँ के हो भनेर सोधिरहनु भएको थियो। उक्त कुराको उत्खनन गर्न म आज गइरहेको छु। खेसेक्या सिबाल भनेको चाहिँ तपाईँहरू सबैजना कोरिया आइसके पछाडि चाहिँ पाउनुहुने, राम्रो काम गरे बापत पाउनुहुने एउटा उपनाम हो। त्यसैले तपाईँहरू सबै एकचोटि कोरिया आइसकेपछि खेसेक्या सिबाल बन्नुहुन्छ। त्यस्तै गरी कम्पनीमा राम्रो काम गरे बापत पाउने उपनाम चाहिँ यो हो। यस्तै गरी म तपाईँलाई, हाम्रो कम्पनीमा हामी सबैजनाले यो उपनाम पाइसकेका छौँ। ख्वाजाङनिम, खङजाङनिम, थान्जाङनिम, साजाङनिम सबैबाट उपनाम पाइसकेको छौँ। र हाम्रो कम्पनीको प्रतिष्ठित, एकदम चर्चित अहिलेको खेसेक्या सिबाल चाहिँ एकजना हुनुहुन्छ। उहाँलाई चाहिँ म हजुरहरूलाई परिचय गराउन गइरहेको छु। त्यस्तै गरी यहीँ हुनुहुन्छ नजिकै हाम्रो। यता हेर त भाइ, तपाईँ एकचोटि यता हेर न, यता हेर न। ऊ दाइले बोलाउँदैछ क्या, हाम्रो दाइले क्या। यिनै हुने एउटा नम्बर 1 हाम्रो कम्पनीको उपनाम पाएका नम्बर 1 यिनै हुन्। र त्यस्तै गरी राम्रा खेसेक्या सिबालहरू हेर्न चाहनुहुन्छ भने हाम्रो भ्लगलाई सब्सक्राइब गर्नु होला। आगामी दिनमा पनि यस्तै खेसेक्या सिबालहरू धेरै छन् हाम्रो कम्पनीमा। सबैको दर्शन गराउँदै आउनेछु। हस् त, धन्यवाद, गुड बाई।